नमस्कार। आज हामी नेपालको यो लामो संवैधानिक यात्रा यसको विकासक्रमबारे अलिकति गहिरिएर कुरा गरौँ न। हुन्छ। यो त निकै लामो र कहिलेकाहीँ जटिल पनि लाग्ने विषय हो। हो नि। हामीसँग भएका स्रोतहरूले पनि विभिन्न चरण देखाउँछन्। हाम्रो उद्देश्य चाहिँ के हो भने यी मुख्य संविधानहरू कसरी आए, तिनमा के थियो अनि त्यसले के परिवर्तन ल्यायो भनेर सरल पार्ने हो। बिल्कुल। अब यो यात्रा सुरु हुन्छ विक्रम सम्वत 2004 सालबाट। 2004 बाटै हो। त्यति बेला राणा प्रधानमन्त्री पद्म शमशेरले पहिलो लिखित संविधान नेपाल सरकारको वैधानिक कानून 2004 घोषणा गर्नुभयो। तर रोचक कुरा के छ भने यो घोषणा त भयो तर कहिले लागू चाहिँ भएन। लागू नै भएन, किन होला नि? त्यो पद्म शमशेर पछि आएका मोहन शमशेर उहाँ त्यति इच्छुक देखिनु भएन, मतलब जनतालाई अधिकार दिने कुरामा। त्यसो पो। अनि त्यो प्रयास त्यत्तिकै कागजमै सीमित भयो। त्यसपछि त 2007 सालको क्रान्ति भयो, राणा शासन अन्त्य भयो अनि राजा त्रिभुवनबाट नेपालको अन्तरिम शासन विधान 2007 आयो। यसले चाहिँ वास्तवमै शासन सञ्चालनको एउटा खाका दियो। नीति निर्देशक सिद्धान्त, मन्त्रीमण्डल, प्रधान न्यायालय, लोकसेवा आयोग जस्ता कुराहरू यसैले ल्यायो। मतलब यो संक्रमणकालका लागि महत्त्वपूर्ण भयो। एकदम। र यो 6 पटक संशोधन पनि भयो है। 6 पटक? हो। अनि त्यसपछि आयो 2015 सालको संविधान, नेपाल अधिराज्यको संविधान 2015। यो त राजा महेन्द्रले जारी गर्नुभएको। यसमा त सर आइभर जेनिङ्स जस्ता विदेशी विज्ञ पनि थिए रे नि। थिए। यो संविधानले संसदीय प्रणाली ल्यायो, पहिलो आम निर्वाचन पनि गरायो। 2015 फागुन 7 मा 109 सदस्य प्रतिनिधि सभा बन्यो। तर यहाँ फेरि अर्को मोड आयो। यो संविधान जम्मा 4 वर्ष जति मात्र टिक्यो। 4 वर्ष? यति छोटो? हो। राजा महेन्द्रले नै यसलाई 2019 सालमा खारेज गरिदिनु भयो। आफैले जारी गरेर फेरि आफैले खारेज। यो त अलि अनौठो नै भयो। अनि त्यसपछि त उहाँको 2017 पुस 1 को कदम आयो। अनि पञ्चायती व्यवस्था। बिल्कुल। त्यही कदमपछि आयो नेपालको संविधान 2019। ऋषिकेश शाहको अध्यक्षतामा बनेको थियो यो। यसले त निर्दलीय पञ्चायती व्यवस्थामा जोड दियो हैन त? हो, निर्दलीय व्यवस्था। मौलिक हक, कर्तव्य, राज्यसभा, मन्त्री परिषद जस्ता कुरा त थिए, तर दलीय प्रतिस्पर्धा चाहिँ थिएन। यो चाहिँ अलि लामो समय टिक्यो। कति जति? करिब 28 वर्ष। 3 पटक संशोधन पनि भयो। 28 वर्ष लामो समय रहेछ। तर 2046 सालको जनआन्दोलनले यसलाई फाल्यो। हो, विस्थापित गर्यो। अनि आयो नेपाल अधिराज्यको संविधान 2047। यसलाई धेरैले राम्रो मानेका थिए नि। मानेका थिए। विश्वनाथ उपाध्यायको अध्यक्षतामा बनेको आयोगले मस्यौदा गरेको थियो। यो 2046 को जनआन्दोलनको ठूलो उपलब्धि थियो। यसले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र अनि संसदीय प्रणालीलाई फेरि स्थापित गर्यो। यसमा सबैभन्दा महत्त्वपूर्ण कुरा के थियो होला? सायद सबैभन्दा महत्त्वपूर्ण कुरा यसले पहिलो पटक स्पष्ट रूपमा भन्यो सार्वभौम सत्ता जनतामा निहित हुनेछ। सार्वभौम सत्ता जनतामा। यो त साँच्चीकै ठूलो परिवर्तन हो नि। वैचारिक रूपमै ठूलो परिवर्तन थियो। यसले स्वतन्त्र न्यायपालिका, अख्तियार जस्ता निकायलाई पनि बलियो बनायो। तर यो पनि टिकेन। सबै मुद्दा सम्बोधन भएनन् होला वा नयाँ चुनौतीहरू आए। 2062-63 को दोस्रो जनआन्दोलन भयो अनि यो संविधान पनि निष्क्रिय भयो। अनि त्यसपछि आयो नेपालको अन्तरिम संविधान 2063। हो, यसलाई त इतिहासमै पहिलो पटक जनताका तर्फबाट घोषणा भएको मानिन्छ नि। हो त, त्यसको सांकेतिक महत्त्व ठूलो छ। लक्ष्मीप्रसाद अर्याल संयोजकत्वको समितिले मस्यौदा बनाएको थियो। यसले ठूल्ठूला परिवर्तन ल्यायो। नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गर्यो। कार्यकारिणी अधिकार पुरै मन्त्री परिषदमा गयो, राजतन्त्र गयो, गणतन्त्र आयो, राष्ट्रपति राष्ट्राध्यक्ष बने। अनि मानवाधिकार आयोग पनि? हो, राष्ट्रिय मानवाधिकार आयोगलाई संवैधानिक मान्यता पनि यसैले दियो। तर यो संविधान 13 पटकसम्म संशोधन भयो। 13 पटक? हो। यसले त्यो बेलाको राजनीतिक अस्थिरता र संक्रमण कति थियो भन्ने देखाउँछ। साँच्चै संक्रमणकाल तरल नै रहेछ। र अब हामी आइपुग्यौं अहिलेको संविधानमा, नेपालको संविधान 2072।
जुन अहिले हामी मानिरहेका छौँ यो चाहिँ संविधान सभाबाट जारी भएको पहिलो संविधान। यसका मुख्य विशेषताहरू के हुन् नि? यसले संघीयता ल्यायो, 7 प्रदेश, संवैधानिक राष्ट्रपति र कार्यकारी प्रधानमन्त्री भएको संसदीय प्रणाली छ, अनि मिश्रित निर्वाचन प्रणाली। धर्मनिरपेक्षतालाई चाहिँ अलि फरक तरिकाले लेखिएको छ है? हो, सनातनदेखि चलिआएको धर्म संस्कृतिको संरक्षण लगायत भनेर थपिएको छ। अनि नागरिकतामा पनि आमा वा बाबु नेपाली नागरिक भए वंशजको नागरिकता पाउने प्रावधान छ। त्यो वाले फरक पार्यो। अनि सरकारको स्थिरताका लागि पनि केही व्यवस्था छन् क्यारे? छन्। प्रधानमन्त्री नियुक्त भएको पहिलो 2 वर्ष अविश्वास प्रस्ताव ल्याउन नपाइने, अनि प्रधानमन्त्रीले सामान्य अवस्थामा संसद विघटन गर्न नपाउने, यस्ता कुराहरू छन्। यो संविधानमा कति भाग धारा छन्? यसमा 35 भाग, 308 धारा र 9 अनुसूची छन्। संशोधन गर्न चाहिँ संसदको 2/3 चाहिन्छ, जुन तुलनात्मक रूपमा लचिलो नै मानिन्छ। सुन्दै जाँदा त नेपालको संवैधानिक यात्रा खै साँच्चै नै एउटा आँधीबेहरी जस्तै रहेछ, राणा शासनदेखि गणतन्त्रसम्म। हो, एकात्मकदेखि संघीयतासम्म, राजामा भएको सार्वभौम सत्तादेखि जनतामा आएको सार्वभौम सत्तासम्म, हरेक संविधानले त्यो बेलाको राजनीतिक सामाजिक उथलपुथललाई समेट्न खोजेको देखिन्छ। निश्चय पनि यो केवल विगतको कथा मात्र होइन। सार्वभौम सत्ता र शक्तिको केन्द्र कसरी परिवर्तन हुँदै गयो भन्ने कुरा यसको मूल कुरा हो। आजको यो कुराकानीले इतिहास त देखायो, तर यसले भविष्यका लागि पनि केही सोच्नुपर्ने कुरा छोड्यो जस्तो लाग्यो। हो, महत्त्वपूर्ण प्रश्न त त्यही हो नि। यो निरन्तरको संवैधानिक प्रयोग, यो परिवर्तनबाट हामीले आखिर सिक्यौं के? यी अनुभवहरूले हाम्रो अहिलेको राजनीतिक प्रणालीका चुनौतीहरू जस्तै संघीयता कार्यान्वयन होला, समावेशिता, सुशासनका कुरा होनन्, यिनलाई सम्बोधन गर्न र भविष्यको बाटो बनाउन कसरी मद्दत गर्लान्, यो चाहिँ गहिरो विचारणीय विषय हो।